हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म अर्को मन्दिरमा आएको छु। यो चाहिँ सन्तनेश्वर मन्दिर हेर्नुहोस्, एकदमै राम्रो छ। यो चाहिँ हेर्नु सक्नुहुन्छ, यस्तो छ है, यस्तो छ। यो चाहिँ पुरै सल्लघारीहरू छ होइन, यतातिर चाहिँ। अनि मन्दिर पनि एकदम राम्रो छ। हेर्नुहोस्, यहाँबाट भ्यू हेर्नुलाई पनि एकदम राम्रो छ। पारितिर हेर्नुहोस्, तर पानी परिरहेको छ अहिले चाहिँ। आजकल त प्राय पानी परिरहेको छ। अनि हेर्नुहोस्, सबैतिरबाट काठमाडौँको भ्यू देखिन्छ, तर एकदमै त आज चाहिँ धुम्मेको रहेछ, त्यही भएर राम्रोसँग देखिएको पनि छैन। अनि हेर्नुहोस्, यस्तो छ, पानी परेर। अनि यो चाहिँ मन्दिर हो, हेर्नुहोस्, सन्तनेश्वर मन्दिर। अनि यहाँ चाहिँ एउटा विश्वास हुन्छ अरे कि सन्तान नहुने मान्छेहरूले चाहिँ, जस्तै सन्तान प्राप्तिको लागि पूजा आराधना होइन त्यस्तो गरिन्छ भन्ने रहेछ। नामै सन्तनेश्वर, नामै काफी छ होइन हुन त। हेर्नुहोस्, यस्तो छ, यस्तो एकदम राम्रो छ एकदम। अनि तल पनि एउटा आउने बाटोमा पनि मन्दिर रहेछ यहाँनिर, एकदम राम्रो छ। अब म घर जान्छु, तपाईँहरूको दिन शुभ रहोस्, बाई बाई।